हेलो एभ्रिवान, म चाहिँ जाँदैछु आज आउट ड्युटी। आज छुट्टी भएर म अर्कैतिर ड्युटीमा जाँदैछु। यसो हल्का राम्री भएर मेकअप सेकअप धसेर चुक्ना भएर जानुपर्ने छ। त्यही भएर म तयारी हुँदैछु। अलिअलि त राम्री हुनु पर्यो नि गाइज, त्यसैले म राम्री हुँदैछु। राम्री भएर चाहिँ मैले लुगा लाएँ। त्यहाँको ड्रेस हो यो चाहिँ। ठाउँ चाहिँ यही हो गाइज, पार्टी प्यालेस। बसगरा पार्टी प्यालेसमा आज त आलु र परवलको फ्राई थियो, अनि राजमा र आलु, अनि पनिरको सब्जी, अनि खसीको मासु, अनि त्यहाँदेखि प्राउन स्राउन पनि थियो, दाल थियो, साथी। अनि बिहे चाहिँ कविता र दिपेन भन्नेको बिहे थियो। यो चाहिँ अलि चिनेकै मान्छेले उहाँहरूको चाहिँ बिहे गराइदिनु भएको रहेछ। आजको मौसम चाहिँ पुरै चिसो थियो गाइज, पुरै पानी परेर अँध्यारो थियो। यता चाहिँ हामी खानासाना पकाउँदैछौँ। यसो कुनै बेला भिडियो बनाउन म चाहिँ निस्किराखेको। यहाँ चाहिँ आलु र राजमाको फ्राई भइसकेको छ, पुरै मिठो पाकिराखेको थियो। स्वाद त एकदम खमखम जस्तो। यो चाहिँ मटन मासु पुरै फ्राई भइराखेको छ। यसको चाहिँ झोल बनाउन बाँकी नै छ साथी हो। चाहिँ पुरै झोल आइसक्यो, सबै थोक पाकिसकेको छ। अब खानालाई मात्र बाँकी। यो चाहिँ आलु र परवलको फ्राई, अनि यता चामल प्लो। आन्टी त पुरै मुस्कान दिएर पकाउँदै हुनुहुन्छ। पुरै आज ड्रेस सबैलाई दिनुभएको छ दाइले। यो चाहिँ मान्छे आउनुभन्दा अगाडिको डेकोरेसन यत्तिको भइसकेको थियो। सबै पकाइसकेको थियौँ हामीले। यो खाना तयारी भइसकेको थियो। अब चाहिँ सबैजना आएर खाना खान थाल्नुभयो। गाइस, तपाईँहरूलाई पनि यसो सोधपुछको लागि जानकारी चाहिएको छ भने सम्पर्क गर्नुहोला बसगरा पार्टी प्यालेसमा। चाहिँ बिहेको अन्तिम अब पुरै अन्तिम भइसकेको छ। यो सबैले खाएर गइसकेपछि म यसो मेरो पनि अनुहार निकालौँ भनेर बनाएको। बाई बाई गाइज।